आज यो शाकाहारी कटहरलाई मांसाहारी जस्तै गरी स्वादिष्ट तरिकाले कसरी पकाउने भन्ने विधि तपाईँहरूलाई देखाउन गइरहेका छौँ। यसरी फ्राई गर्नुहोस्, रातो नहुन्जेलसम्म फ्राई गरेर गर्नुहोस्। रातो हुने गरी हल्का रातो भएपछि यसलाई यसरी निकाल्नुहोस्। कराईको तेल तातिसकेपछि लसुन, प्याज, अदुवा, खोर्सानी जे तपाईँले तयार गर्नुभएको छ ती सबै हालेर हल्का रातो हुने गरी भुट्नुहोस्। सागसब्जी बनाउनको लागि दैनिक चाहिने आवश्यक सामग्रीहरू यी सबै हुन्। जस्तो यो कटहरलाई भुटिरहेको लसुन, प्याज, खोर्सानीमा आवश्यक राखेर एकछिन भुट्नुहोस्। भुटेको मसलामा अहिले छानेर राखेको कटहरलाई यसरी हाल्नुहोस् अनि चलाउनुहोस्। पर भुटेर खान चाहनुहुन्छ भने एकछिन चलाउनुहोस् अनि ढाकिदिनुहोस्। होइन ग्रेभी खान चाहनुहुन्छ भने थोरै पानी हालिदिनुहोस्। एकछिन मजाले चलाउनुहोस् र छोपिदिनुहोस्। धनिया पनि हालिदिनुहोस्। 2 मिनटसम्म सानो आँचमा पकाउनुहोस्। जस्तो अब यो तरकारी कटहरको तरकारी खानालाई पुरै तयार भयो।